तपाईँ हामी सबैले फेसबुक चलाउँछौँ र फेसबुकबाट पैसा कमाउन पनि सकिन्छ। यो मेरो 2 महिनाको अर्निङ हो। 2 महिनाको अर्निङ चाहिँ $221 भएको थियो र $221 मा चाहिँ कति % ट्याक्स काट्दो रहेछ, $214 चाहिँ मेरो खातासम्म आइपुगेको पैसा हो। तपाईले देखिरहनु भएको छ हैन। यो पैसा आज मैले निकालेको छु। फेसबुकमा राम्रो अर्निङ छ। तपाईले सामान्य किसिमका भिडियोहरू हालेर पनि, फोटोहरू हालेर अथवा केही लेखेर पनि पैसा कमाउन सक्नुहुन्छ। अहिले धेरै मान्छेहरूले कन्टेन्ट मोनेटाइजेसन पाइसक्यो अवस्था छ। तपाईले यदि पाउनु भएको छैन भने त्यसको लागि केही पनि गर्नु पर्दैन। तपाईले नियमित रूपमा फेसबुकमा मज्जासँग भिडियो हाल्नुहोस्, फोटो हाल्नुहोस्, नियमित रूपमा हाल्नुहोस्। सक्नुहुन्छ भने दिनमा 2टा 3टा भिडियोहरू हाल्न सक्नुहुन्छ। जति सक्नुहुन्छ हाल्नुहोस् हैन। तपाईलाई कन्टेन्ट मोनेटाइजेसन फेसबुकले कुनै पनि क्राइड एरिया नपुगे पनि तपाईलाई चाहिँ दिइरहेको छ अहिले पनि है। क्राइड एरिया चाहिँ तोकेको छ, तर पनि तपाईले चाहिँ राम्रो कन्टेन्टहरू हालिरहनु भएको छ भने मज्जासँग कन्टेन्ट मोनेटाइजेसन तपाईहरुलाई दिइरहेको छ। र अब फेसबुक त चलाउने, अरूको रिल्स हेरेर हेरिराख्नु भन्दा चाहिँ तपाईले आफ्नै भिडियोहरू हालेर अथवा आफ्नै घर परिवार, आफ्नै फोटोहरू हालेर पनि तपाईले अर्निङ गर्न सक्नुहुन्छ। मज्जासँग सक्नुहुन्छ। किन सक्नुहुन्न? अहिले फेसबुकले राम्रो अर्निङ सोर्सहरू चाहिँ प्रदान गरेको छ। भिडियो मात्रै नभएर फोटो, टेक्स्ट अनि रिल्सहरूमा अनि लङ भिडियोहरूमा सबैमा दिइरहेको छ। लङ भिडियोमा त लगभग एड नै आउँछ हैन। त्यस्तो राम्रो सुविधाहरू छ। त्यसैले चाहिँ आजैबाट सुरु गर्नुहोस्। तपाईलाई जानकारी छैन भने चाहिँ मलाई जानकारी दिनु होला। धन्यवाद।